यो उमेरसम्म आउँदा के गर्छु भनेर सोचेका हुन्छन्। मैले पनि सोचेको थिएँ, तर अहिलेसम्म केही उखान्न सकिएन। अलमोस्ट 2 हप्तापछि फेरि म पोखरा फर्किएँ। पोखरा फर्किएपछि यही पुरानो साथीहरू म जस्तै हावादारीमा हिँड्नेहरू, न केही प्लान हुन्छ न केही हुन्छ। हामीसँग प्लान नै हुँदैन कि, हुन्छ नि भोलि कहाँ जाऊ, अहिले त 2 हप्ता अगाडि प्लान बनाउँछन्, यता जाम है, यस्तरी जाम, यो बोकेर जाम भन्ने हुँदैन। हाम्रो त इन्स्टेन्टली हो क्या, हिँडिसकेपछि बाटोमा गएर बल्ल यताबाट कता जाने त भन्ने होला हुन्छ। त्यस्तो खाले हाम्रो हिँडाइ हुन्छ। यो मलाई त फेरि प्लान बनाएर हिँड्नु भन्दा नि यस्तै तरिकाले हिँड्नु चाहिँ मजा लाग्छ क्या। तपाईँलाई कस्तो लाग्छ? तपाईँ यस्तो पनि हुनसक्छ के अरे, बिना प्लान सुन्यो क्या, आज कहाँ जाने, हजुरलाई लिएर हिँड्नुभन्दा पहिला चाहिँ तपाईँलाई प्लान भन्नु पर्छ। आज यहाँ जाने, यहाँ गएर यहाँ बस्ने, यताबाट यस्तो हुने, यहाँ के खाने भनेर। हामी फेरि त्यस्तो सोचाइमा छैनौँ कि, बिना प्लानमा जहाँ गयो भने। त्यही कारणले होला कि जिन्दगीमा यति दुःख पनि भएको। प्लान बनाएर अहिलेसम्म हिँड्ने भए त केही न केही कुरामा सक्सेस भइन्थ्यो होला, न यता न उता भएर बस्नु पर्थेन होला। अहिले त्यही भएर दुःख पाइरहेको छ। दुःख पाए पनि यो ठाउँ चाहिँ राम्रै रहेछ। बिच बाटोसम्म आउँदाखेरि त लास हराउनु, मेरो साथी त 10 ठाउँमा बसेर आयो। म पनि बसेँ, तर चाहिँ त्यति धेरै चाहिँ बसेन। जब माथि आइयो तर चाहिँ दामी हो। यदि 1 दिनको लागि चाहिँ ठ्याक्क टाइम निकालेर बसेर आएर दारू खाने ठाउँ चाहिँ बब्बाल खोज्दै हुन्छ नि, पामेमा रहेको जलजले झरना, यो चाहिँ बेस्ट हुनसक्छ। मभन्दा पहिला तपाईँ आइसक्नु भयो होला, यो पनि मेरो दोस्रो तेस्रो चोटि हो। तर यो ठाउँमा बिचमा हिँड्दाखेरि त फट्टी हुन्छ, यहाँ आइसके चाहिँ मजा आउँछ। तपाईँ आएर दारू सारू हार्नु, चिल हार्नु बस्नु मिल्छ भन्दै आजको लागि यो भिडियो यति नै। पानी चाहिँ बबाल चिसो छ, चिसो भएपछि जाडो हुन्छ, जाडो भएपछि दारू खानै पर्छ। दारू चाहिँ बोकेर आउनु होला, यदि नखाने मान्छेले पनि बोकेर आउनु होला। मेरो सुझाव त्यही नै हो। धन्यवाद।